Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Hello guys, welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ के भिडियो लिएर आएको छु भने तपाईहरुले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भएको छ। आज चाहिँ साथीहरु समीरको बर्थडे मेरो भिडियोहरुमा पनि आइराको हुन्छ त्यो भाइ चाहिँ। अनि मेरो सानीको छोरो। अनि आज चाहिँ उसको बर्थडे साथीहरु। मैले चाहिँ राति 12 बजे बर्थडे विश गरेछु। स्टोरीमा मात्र हालेछु फेसबुकको। अनि बिहान चाहिँ टिका लगाएर स्कुल पठाइदिए। अहिले चाहिँ समीर स्कुल गएको हो। अनि उसलाई चाहिँ मैले घर जा भनेको छु। अनि मम्मीले फोन गरेर यही तल जा भनिन्छ। अनि हामी आज चाहिँ सबैजना भेला हुन्छन् साथीहरु अनि सानीहरु अनि सबैजना आउँछन्। अनि आज चाहिँ समीरको बर्थडे साथीहरु। अनि मैले चाहिँ भर्खर बजारबाट मैले भिडियो स्टार्ट गर्न पाइन। अनि म चाहिँ भर्खर बजारबाट सामानहरु लिएर आए। म तपाईहरुलाई देखाउँछु है त। केक साथीहरु मैले केक लिएर आएको छु, स्प्रे लिएर आएको छु। अनि स्प्रे अनि केक काट्ने अनि कता झिरो हुने होला नि थियो। झिरो हुने होला हेर्न सक्नुहुन्छ। अब त्यो स्कुलबाट आउने बेला भइसक्यो। कति बज्यो? 3:30 भइसक्यो साथीहरु। अब चाहिँ तिनीहरु स्कुलबाट आउने बेला भयो। 4 बज्छ। 4 बजे आउँछन्। म चाहिँ केक लुकाएर छु। अनि तिनीहरु कतिखेर आउँछ। अनि सुटुक्क रन्जितलाई मात्र भन्छ, समीरलाई भन्न। अनि सरप्राइज त समीरलाई दिने हो। अनि सरप्राइज दिने ट्राई गर्छु साथीहरु। अनि कस्तो हुन्छ? यदि नयाँ हुनुहुन्छ भने मेरो YouTube च्यानल चाहिँ सब्स्क्राइब गर्नु पर्यो साथीहरु। सबैजनाले माया गरिदिनु पर्यो। अनि के कस्तो हुन्छ म तपाईहरुलाई देखाउने नै छु, हेर्दै गर्नु होला। अनि मैले दिएको सरप्राइज कस्तो हुन्छ साथीहरु। अनि केक पनि म तपाईहरुलाई अहिले पछि नै देखाउँछु। अब चाहिँ म खानाहरु बनाउन यताउति सबै रेडी गर्छु अब चाहिँ। अनि ढिलै हुन्छ खानाहरु यताउति रेडी गर्नलाई। अनि म तपाईहरुलाई देखाउँछु साथीहरु कस्तो हुन्छ। अनि सरप्राइज कस्तो लाग्छ कमेन्ट गर्नु होला है त। अब चाहिँ एकछिन पछि सरप्राइज दिने बेला मात्र भेट्न पर्ने हुन्छ। ल त साथीहरु, समीर चाहिँ माथि हो। म चाहिँ अब एकछिनमा अब सरप्राइज दिन्छु। त्यसलाई केक चाहिँ हेर्न सक्नुहुन्छ। केक यस्तो छ साथीहरु। ल त साथीहरु, हामी चाहिँ अब समीरलाई सरप्राइज दिन जाँदै छौं। हेर्न सक्नुहुन्छ केक झर्ने रे। अब चाहिँ रन्जितले भिडियो बनाइन्छ। म चाहिँ केक लिएर जान्छु। अनि त्यहाँ त्यो झ्यालवाला बाल्छु स्प्रे। अनि त्यहाँबाट अनि सरप्राइज दिन्छु। रन्जितले चाहिँ यो लाइट बाल है, यो लाइट बाल है। अनि त्यहाँबाट समीरतिर देखा, मतिर पनि देखाए। ल त साथीहरु, अब म चाहिँ गएँ। Samir Rizal. Sok banget mau lagi juga. Lah, kangen ke lah. ल ड्याडी हेलो भनिदिनु नि त, हेलो भनिदिनु न। खै स्प्रे हाँ ये Happy birthday. Mata नजान। खै सल्काइदिने? सल्काइदिनु केही हुन्न। खै समीर ध्यान ल दिन समीरलाई। ल समीर ह्यापी बर्थडे टु यु। सरप्राइज हुन्छ सरप्राइज। ल कस्तो मोबाइल गर्दा
बसिरहन हामी के भयो होइन ओ भुइँमा नराख्नु अजिलो हुन्छ क्या मलाई हातमै राख झरे खै त एकचोटि यो समाधान नानी त अब एकछिन आइज बना ल यता यस्तो त भयो यति त चाहियो नि भाइ अनि के हो छैन केही छैन जाडोमा लाउनु के झऱ्यो मम्मी अर्को फेरि चलाएन ल सिधिसक्यो ल खै यही कुरा हो क्या पर्दाले अघि सोधेको थियो नि मलाई यही हो पर्दालाई पनि थाहा थियो के कामेको मेरी बाबा ल पहिला दलदिन पनि खुवाइदिन्छु रञ्जना लौ नानी चिकन ल पिसामा जाँदै जानु ल त साथीहरू हामीले चाहिँ समीलाई सरप्राइज दिइसक्यौँ समीले कस्तो भयो सरप्राइज यो सरप्राइज दिन जस्तो लाग्यो अनएक्सपेक्टेड भयो एकैछिन यो सरप्राइज दिन चाहिँ हामी सफल भइसक्यौँ साथीहरू अनि फेरि पनि ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू अनि अब चाहिँ हामीले सरप्राइज दियौँ अब चाहिँ हामी यो केक काटेर खानु कन्टिन्यू हुन्छ साथीहरू ल टाउको लागेर जाडो भयो मम्मी म समीलाई पनि दिन्छु नि अलिअलि लगाइदिएन टिका सिका छैन नाकमा टिका कसले लगाउँछ ह्याप्पी बर्थडे आज दादा पेटै बसिन्छ टिका रन्जित आऊ सानो जाऊ काटेर बर्थडे निकाल्नु चक्कु अलि यता जा न अलि यता जा भने खै दादालाई खुवाइदिए नि दाइलाई ल खै ह्याप्पी बर्थडे दादा हाने ह्याप्पी बर्थडे भने यसलाई त सुनेन यहाँ सुनेन नि त सुनेन मम्मी ठुलमम्मी अनि समीर कस्तो लागिरहेको छ हजुरलाई अनएक्सपेक्टेड सोचेको थिइस् यस्तो हुन्छ भनेर यी कहिल्यै नै अब त म जान्छु सुत्छु होइन